Hello everyone, namaste and welcome to my YouTube channel. सबैजनालाई सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौं भन्दै आज चाहिँ हामी मार्केटमा सामान लिन आएको अनि त्यसपछि हामी रुममा फर्किदै छौं साथीहरु। पानी मैया डाँडा हुने ताल पारू गर्नु रे गर्नु भने के भयो अनाउन्स आयो त के गर्नु भने ए त्यस्तोहरु भन्यो खोइ त अस्तिको हाम्रो डमी अब तपाईले त्यो राख्नु भइछ त वा कस्तो राम्रो देखेछ है हाम्रो डमी हाम्रो त पछाडी त कोही छैन डमी एक्लै बसिरहेछ हाम्रो पछाडीको सिटमा कस्तो राम्रो छ खुट्टा। हेलो एभ्रीवान नमस्ते एन्ड वेलकम टु माई युट्युब च्यानल। सबैजनालाई सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौं भन्दै आज चाहिँ हामी मार्केटमा सामान लिन आएको अनि त्यसपछि हामी रुममा फर्किदै छौं साथीहरु। पानी मैया डाँडा हुने ताल पारू राम्रै त तिमी राम्रै राम्रै त तिमी राम्रै मलाई किन गाल पारू। एउटा सेल रोटी पाकेको जस्तै गरेको फेरि कहाँ लानुभयो कि मुटु बजारको बाटोबाट जाने हो त्यही भएर फनक्कै फर्काएर फेरि यतै ल्याउनु मेरो ड्युटी गर्ने ठाउँ चाहिँ यतै हो है गाइज ठ्याक्कै नजिकै छ कि मेरो रुमको नजिकै मेरो ड्युटी गर्ने यता रे कता रे यहाँ भित्तामा पो खोइ तपाईले अस्ति अर्को बाटोबाट ल्याउनु भएको थियो नि बुढो त्यो बाटोबाट जाऊँ न म नि हेरौँ दिउँसोको त्यो माथि पुलको बाटोबाट हामी राति आउँदै थियो मेरो काम छैन गाउँ त बुढो 1 2 3 मुजुराको गल्ती राम्रो सिकरेको सानो स्पिड भन्छ है स्पिड गर्नु रे गर्नु भने के भयो अनाउन्स आयो त के हुन्छ रे स्पिड भन्छ है के भने बुढो के गर्नु भने ए त्यस्तोहरु भन्यो ए त्यस्तो पो भन्यो अनि के थाहा त मलाई अनि स्पिड बम भने स्पिड भनेपछि नि मैले त स्पिड गर भनेको अरे भने त के साह्रो हँसाउँछ हौ कति ठाउँमा सबै ठाउँमा हामी चाहिँ यहाँ के भन्छ पेट्रोल हाल्नुको लागि भनेर यताको अब त्यो मान्छेको त गाडीको त पछाडिको डिक्की नै पो खुल्ला छ यार के भन्छ पेट्रोल हाल्नु पर्ने भनेर यताको बाटोबाट आएको होइन भने यता पछाडिको छोटकरी बाटो छ एकैछिनमा 3 मिनट 4 मिनटमा नै हाम्रो रुममा पुग्थ्यो अनि यहाँबाट चाहिँ हामी पेट्रोल हाल्नुलाई भनेर आएको यतापट्टि अलिकति पछाडि छ हाम्रो रुमबाट हाम्रो रुम यो अघिको बजारबाट नजिकै हो 2-3 मिनटको बाटो गाडीमा 3 मिनटमा यहाँ पनि छ रे ऊ हिउँदाको हिमाल राम्रो बसन्तको पाखा झनै राम्रो आँखा हिउँदाको हिमाल राम्रो बसन्तको पाखा झनै राम्रो आँखा
मुटु तपाईले पेट्रोल पम्प छोडेर आउनु भइसक्यो त पेट्रोल पम्प अस्ति हामी हिँडेर यहाँसम्म आएको होइन रहेछ न ल पेट्रोल पम्प आइपुग्यो गाइज पेट्रोल पम्प ड्राइभर साहब हेलो ड्राइभर साहब के छ के बन्द गर ए गीत तपाईँलाई चाहिँ जे कुरा गर्दा पनि प्लिज भन्नुपर्छ प्लिज नभने पनि बन्द गरिहाल्छ नि बन्द गरिदियो बुढी भने भइहाल्यो प्लिज नै भन्नुपर्छ जुङ्गी बुढो अब आफूलाई नआएपछि कसरी हाल्ने भने उनीहरूलाई सोध्ने नि त्यसरी आफूले कार्ड हाल्ने सिक्नु पर्यो नि बुढो नजानेको कुरा अनि आफूलाई थाहा छैन अब उयोहरू यो कोरियन बुढोहरूलाई सोध्नु न कसरी गर्ने भनेर होइन ऊ जग्गा त नि यो मायालको त म यहाँ गाडीमै बस्छु ल पर्स लगेर जानु चिसो पानी